को ग्याङले करोडौं रुपैयाँ ठगी गरेको मामिला सीधा कुरा जनतासँगले उजागर गरेपछि खास गरी यो विषयमा तरङ्ग पैदा भएको छ र यस विषयमा हामीले 3वटा रिपोर्ट प्रसारण गरिसकेका छौं। सुरुवातमा हामीले यो प्रकरणलाई सधैँ आइरहने अन्य ठगी जस्तै ठानेका थियौं, तर अहिले यसमा थप जटिलता र षड्यन्त्रहरू पनि भेटिएका छन्। जानुका र उनको ग्याङले पाकिस्तान भारतमा समेत एजेन्ट राखेर हुन्डी मार्फत रकम बुझ्ने गरेको केही पीडितहरूले जानकारी दिएका छन्। यस मामिलामा पीडित बनेकाहरू पीडक भनिएकाहरूलाई हामीले कार्यालयमा बोलाएर जवाफ मागेका छौं। रकम असुलीमा जो संलग्न भए उनीहरू अहिले एक आपसमा दोषारोपण गरेर आफूहरू चाहिँ उम्किने प्रयास गरिरहेका छन्। अरूलाई दोष थोपर्दैमा कानुनी उल्झन र सजायबाट कोही पनि उम्किने सम्भावना चाहिँ देखिँदैन। पीडक र पीडितहरू एकै ठाउँमा आइपुग्दा के भयो त? यो फलोअप रिपोर्ट हेर्नुहोस्। बेलायतमा मासिक 4 लाखसम्म कमाई हुने भन्दै प्रलोभनमा पारेर प्रति व्यक्ति 35 देखि 55 लाखसम्म उठाउने भेट्टौडाकी जानुका ढुङ्गाना र उनको ग्याङको ठगी धन्दाबारे श्रृङ्खलाबद्ध रूपमा रिपोर्ट प्रसारण भएपछि यो ग्याङबाट लुटिएका थप पीडितहरू हाम्रो सम्पर्कमा आउने क्रम जारी छ। पीडितहरूको लड्को नै लाग्न थालेपछि यस ठगी प्रकरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मुछिएका पात्रहरूलाई हामीले सम्पर्कमा ल्याएर जवाफ दिएका छौं। ठगी प्रकरणमा जोडिएकाहरू एकअर्कालाई दोषारोपण गरेर उम्किने दाउमा रहँदा पीडितहरू भने रणभुल्लमा परिरहेका छन्। हाम्रो सम्पर्कमा आएकी अर्की पीडित मोरङकी सुनिता पोखरेलले आफ्नो भाइ मार्फत चिन्जान भएकी जानुका ढुङ्गानाको विश्वासमा परेर पैसा दिएको बताएकी छिन्। पैसा फुत्काउन जानुका सुनिताको घरमै पुगेर बेलायत पुर्याउने आशा देखाएकी थिइन्। जानुकाको विश्वासमा परेकी सुनिताले जग्गा नै धितो राखेर निकालेको 28 लाख रुपैयाँ जानुका र उनले भनेका व्यक्तिको खातामा जम्मा गरेकी थिइन्। पैसा अकाउन्टमा हालेको यहाँ नेपालको खातामा दिनुभएको थियो, त्यो पैसा मलाई आयो होइन, तर युकेको पाउन्ड त मलाई आएन नि त। 18 लाखको चेक आएको जानुकाको नाममा छ, नितुको नाममा छ र कमल थापा मगर भन्नेको नाममा छ। अनि यो बीचमा उहाँ अङ्कलसँग नि मेरो कुरा भयो है। के भयो भने दसैँ तिहारको बीचमा राखेको थियो, हामीले इमिग्रेसन रोक्ने कुरा गर्यौँ। रोक्ने कुरा गर्दाखेरि जानुकाले के भन्यो भने त्यस्तो नगर्नु दिदी, म पैसा दिन्छु, मेरो पनि एउटा इमेज छ, मेरो पनि एउटा प्रोफेसनल छ, त्यस्तो नगरिदिनु भनेर भन्यो। मेरो अङ्कलले सबै गर्नुहुन्छ, मेरो अङ्कलसँग कन्ट्याक्ट गर्नु, मेरो अङ्कलले सबै व्यवहार मिलाउनुहुन्छ, तपाईँलाई त्यहाँ कुरा गर्नुहुन्छ भनेर भन्यो जानुकाले। ड्याडीसँग कुरा गर्नुभयो, के अरे हेटौँडा आइज अर्जुन ढुङ्गाना को हो चिन्छ, मेरो घरको किन फोटो खिचिस्, मेरो छोरीको जिम्मा मैले लिने हो, मेरो बच्चा छोरीलाई त्यस्तो गर्ने हो भने हामी चाहिँ बच्चा होइन, उस उहाँको छोरीको र एज मेरो एज एउटै हो नि त। मेरो दुईटा बच्चा पनि छ, मेरो पनि यही छ मैसँग। पैसा हात पारेपछि जानुकाले नक्कली कागजात समेटेर बेलायती दूतावासमा पेश गरिन्, जसका कारण बेलायती निकायले सुनिताको पासपोर्टलाई 10% प्रतिबन्धमा राखिदिएको छ। अब भाइले उता सोलिसिटरलाई देखाउँदाखेरि यो फेक कस हो, सायद तपाईँको दिदीको 10 वर्ष ब्यान्ड भयो होला